हेलो साथीहरू, आज म ब्लग स्टार्ट गर्दैछु। अनि आज फर्स्टचोटि हो साथीहरू। केही कमी कमजोरी भयो भने क्षमा प्राप्ति माग्छु, किनभने मैले आज स्टार्टिङ गरेको नि त साथीहरू। मेरो बुढो पनि मेरो साथमा हुनुहुन्छ। हामी बुढाबुढी मिलेर ब्लग बनाइरहेको छौँ, सानो बनाइरहेछौँ सुरुमा स्टार्टिङमा। किनभने अब थोरै टाइमहरू को सदुपयोग गरौँ भनेर यसो ब्लगमा दुइटै बुढाबुढी हामीहरू आएको छ साथीहरू। स्पेसल आजको के छ भनेपछि साथीहरू, म आज नेपालमा जो पाउँछ नि त्यो सब्जी यहाँ विदेशमा पनि पाउँछ के साथीहरू। यस्तो राम्रो पाउँछ नि, खाँदाखेरि यस्तो मिठो हुन्छ नि साथीहरू। नेपालको जस्तै हुन्छ, सेम टु सेम मिठो हुन्छ। तर मलाई यो राम्रोसँग कटिङ गर्न त आउँदैन साथीहरू। मेरो बुढोले यस्तो राम्रो पिठो मुस्नुहुन्छ नि साथीहरू, त्यही भएर मैले मेरो बुढोलाई पिठो मुस्नु भनेर लगाएको छु कि। अनि ल हेर्नु, मेरो बुढोले पिठो मुस्दै हुनुहुन्छ। त्यसपछि म चाहिँ सब्जी केलाउँदैछु। त्यसपछि हामीहरू बुढाबुढी मिलेर ब्लग स्टार्टिङ गरिराखेको छ साथीहरू। हाम्रो ब्लगलाई पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, एकअर्कालाई साथ दिनु होला, सपोर्ट गर्नु होला। एकअर्काको सपोर्टमा नै सबैजना अगाडि बढ्नुपर्छ साथीहरू। त्यही भएर हामी स्टार्टिङमै छौँ साथीहरू। त्यही भएर हाम्रो ब्लगलाई सेयर गरिदिनु होला, जति सक्नुहुन्छ सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट पनि लेखिदिनु होला है साथीहरू। त्यसपछि अब मेरो बुढोले पिठो रेडी पार्दै हुनुहुन्छ साथीहरू, पिठो रेडी पार्दै हुनुहुन्छ। त्यसपछि म चाहिँ सब्जी केलाउँदैछु। अनि अब सब्जी केलाइसकेपछि त्यसपछि सब्जी बनाउने हो साथीहरू। अनि रोटी र सब्जी मिठो हुन्छ कि साथी, यस्तो एम्मी हुन्छ नि, लास्टै मिठो हुन्छ। मेरो बुढोलाई फेरि लास्टै मनपर्छ नि यो सब्जी भनेपछि, साह्रै मिठो मान्नुहुन्छ। अनि त्यसपछि मिठो हुन्छ। अनि हामीहरू अब रोटी बनाएर सब्जी रोटी खाने हो साथीहरू। अनि अरू म अहिले हजुरहरूलाई रोटी बनाएको पनि देखाउँछु, ल ब्लगमै देखाउँछु। अनि कति साथीहरूले त रोटी बनाउन जान्नु हुँदैन, जानेको साथीहरूको लागि त जानिहाल्नुहुन्छ, केही गाह्रो हुँदैन। तर कोही रोटी नबनाएको साथीहरू पनि छ, उहाँहरूको लागि मेरो रोटी बनाएको कसरी बनाउँछु, मैले के गर्छु त, कसरी बनाउँछु भन्ने म तपाईँहरूलाई मेरो युट्युब च्यानलमा राखिदिन्छु। तपाईँहरू हेरेर बनाएर खान सक्नुहुन्छ ल साथीहरू। अनि यदि तपाईँहरूले फेरि नि राम्रोसँग देख्नु भएन, राम्रोसँग हेर्नु भएन, अनि कन्फ्युज हुनुभयो भने फेरि मलाई कमेन्ट लेख्नु होला कि एकचोटि फेरि अर्कोचोटि राखिदिनुहोस् भनेर भन्नु होला। फेरि म हजुरहरूको लागि अर्को नेक्स्ट ब्लग लिएर आउँछु रोटी बनाएको। अनि त्यसपछि अन्य कुराहरूको पनि म ब्लगहरू लिएर आउँछु। तर मेरो ब्लगलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। त्यसपछि हामीहरू पनि हजुरहरूकै मायाले गर्दा फेरि हामीहरू पनि अगाडि बढ्न सकौँ, हामीलाई उत्प्रेरणा मिल्छ। अनि त्यसपछि हामीहरूलाई पनि थोरै कम्फर्टेबल हुन सक्छौँ हामीहरू। तपाईँहरूको मायाले हाम्रो साथीहरूले धेरै माया गरिदिनु भयो अनि भन्ने हामीलाई फिल हुन्छ क्या साथीहरू। त्यही भएर एकअर्काले सपोर्ट गर्नुपर्छ, एकले अर्कालाई सपोर्ट गर्नुपर्छ। अब स्टार्टिङमा त गाह्रो हुन्छ नि त साथीहरू, ब्लग बनाउन पनि गाह्रो हुन्छ। केही कुरा जानेको हुँदैन, बिस्तारै बिस्तारै तपाईँहरूले नजानेको कुराहरू तपाईँहरूले मलाई सेयर गर्नु, मैले नजानेको कुराहरू तपाईँसँग केही कुराहरू लिन्छु, टिप्सहरू लिन्छु। यसरी नै अगाडि बढ्नुपर्छ ल साथीहरू, यसरी नै अगाडि बढेर अनि त्यसपछि अगाडि बढ्नुपर्छ साथीहरू। मेरो बुढोले पनि रोटी रेडी पिठो रेडी गरिसक्नु भयो। त्यही ल रेडी गरिदिनु भयो, राखिदिनु भयो मजाले। मलाई पनि हेल्प हुन्छ, बुढोले मलाई धेरै हेल्प गर्नुहुन्छ मेरो बुढोले। अनि अब त्यही हो साथीहरू, अब रोटी बनाउने, रोटी बनाएर खाने बुढाबुढीले। खाइसकेपछि त्यही त हामी रेस्ट गर्नुपर्छ साथीहरू। तर हेर्नु न साथीहरू, यो
दुबईमा नि लास्टै गर्मी छ भनेर साथीहरू के गर्नु, गर्मीले गर्दाखेरि है किचनमा छिर्नै मन लाग्दैन। किचन देख्यो भने यस्तो हुन्छ कि गर्मी छ नि त साथीहरू, यो गर्मीमा त गाह्रो हुन्छ। यो दुबईमा त लास्टै गाह्रो हुन्छ नि, के भन्नु। ल हेर्नु साथीहरू, मेरो बुढोले कति छिटो सब्जी काट्नुहुन्छ देख्नुभयो। तपाईँहरूले पनि कसले यति छिटो सब्जी काट्नुहुन्छ मलाई कमेन्ट गरेर कमेन्ट बक्समा लेखिदिनु ल। ल हेर्नु कति छिटो काट्नुहुन्छ देख्नुभयो नि। मेरो बुढोको कटाइ हेर्नुहोस्, कटिङ हेर्नुहोस्, मेरो बुढोको कटिङ खतरा कटिङ गर्दै हुनुहुन्छ नि। ल ल हेर्नु टक 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 गरेर काट्दै हुनुहुन्छ देख्नुभयो नि साथीहरू। यस्तै हो साथीहरू लाइफमा, के गर्नु, खाना पकाएर खानै पर्यो साथीहरू। जस्तो गर्मी भयो भने अब नखाइकन त बस्न सकिँदैन। के गर्नु साथीहरू, जिन्दगीमा गाह्रो छ साथीहरू। जस्तै पनि मलाई त धेरै सजिलो छ, मेरो बुढोले मलाई हेल्प गर्नुहुन्छ नि त। कसको बुढोले हेल्प गर्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट पनि लेखिदिनुहोस् ल साथीहरू। हजुरहरूको बुढोले पनि कतिको हेल्प गर्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु ल मलाई। फर्स्ट दिन भिडियो बनाएको साथीहरू कस्तो भयो त्यही पनि माया गरेर, राम्रो मानेर माया गरेर हेरिदिनु होला। हजुरहरूलाई म त्यही भन्न चाहन्छु, मेरो दर्शकहरूलाई म त्यति भन्न चाहन्छु, हामीलाई पनि माया गर्नुहोस्, सपोर्ट गर्नुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। एक अर्काले सपोर्ट गर्यो भने सबै अगाडि बढ्न सकिन्छ साथीहरू। भन्छ नि साथीहरू, एउटा सानो उखान छ नि साथीहरू, पानीको थोपा थोपा मिल्यो भने समुद्र बन्छ अरे क्या साथीहरू। तपाईँहरूको एक लाइक, एक कमेन्ट, एक लाइक, सेयर, सब्सक्राइब गरिदिनु भयो भने हामी पनि अगाडि बढ्न सक्छौँ। म पनि तपाईँहरूलाई नयाँ नयाँ राम्रो राम्रो रेसिपीहरू हाल्छु, सेयर गर्छु। कहिले खाना पकाएको रेसिपीहरू हाल्छु, कहिले के गरेको रेसिपीहरू हाल्छु। तपाईँहरूलाई पनि हेर्न इन्ट्रेस्ट लागोस् क्या, अलिकति इनर्जी आओस्, अलिकति इन्ट्रेस्टिङ भएर तपाईँहरूलाई पनि हेर्न पाए हुन्थ्यो जस्तो लागोस् होइन त साथीहरू। त्यही हो, अब के गर्नु साथीहरू। मेरो बुढो पनि एकछिन बोल्नुहुन्छ कि, मेरो बुढो बोल्दिनँ भन्नुहुन्छ। मेरो बुढोलाई अहिले जाँगर लागेको छैन अरे गर्मीले गर्दाखेरि, गर्मी छ, लास्टै गर्मी छ नि त साथीहरू। त्यही भएर अब यस्तै छ साथीहरू, माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्, जति सक्नुहुन्छ सपोर्ट गरिदिनुहोस् साथीहरू, सपोर्ट गरिदिनुहोस्। त्यसपछि साथीहरू म राम्रो हजुरहरूलाई राम्रो भिडियो दिनेछु हजुरहरूलाई। अब आज भर्खर स्टार्ट गरेको, के कस्तो भयो भनेर हेर्न नछोड्नु होला, हेर्नु होला। भोलिका दिनमा राम्रो भिडियोहरू पनि आउँछ। किनभने कति साथीहरू त अब धेरै साथीहरू त हामी जस्तै विदेशमा बस्नु भएको साथीहरू हुनुहुन्छ। अनि कति साथीहरूले त जान्नु हुँदैन नि त, कसरी गराउने, के गर्ने, कसरी गर्ने भन्ने जान्नु हुँदैन नि त खाना पकाउँदाखेरि। मलाई पनि आउँथेन साथीहरू पहिला खाना पकाउन, म पनि खासै जान्थेन। मैले मेरो बुढोबाटै सिकेको, धेरै कुराहरू सिक्ने मौका पाएँ नि मैले मेरो बुढोबाट। मेरो बुढोलाई स्पेसल डिसहरू आउँछ बनाउन, कसरी बनाउने, के गर्ने, कसरी गर्नुपर्छ भन्ने सबै जान्नु भएको छ। मैले पनि उहाँबाटै सिकेको हो यो सबै, कटिङ गर्न अनि खाना पकाउन सबै मैले मेरो बुढोबाट सिकेको। मलाई मेरो बुढोले हेल्प गर्नुभएको साथीहरू। त्यही हो, तपाईँहरूको बुढोले पनि कतिको खाना पकाउनुहुन्छ कि हुँदैन, जान्नुहुन्छ कि जान्नु हुँदैन, मलाई कमेन्ट गर्नु होला, कमेन्ट बक्समा लेख्नु होला। म पनि हजुरहरूलाई धेरै कुराहरू सेयर गर्छु, हजुरहरूले पनि मलाई धेरै कुराहरू सेयर गर्नुहोस्। नजानेको कुराहरू यसरी गर्नुपर्छ ल, यसरी अगाडि बढ्नुपर्छ, यस्तो भएन, यसरी जानुपर्छ भनेर मलाई पनि तपाईँहरूले थोरै प्रेरणा दिनुहोस्, म पनि अगाडि बढ्न सक्छु।
मलाई पनि मोटिभेट मिल्छ त्यो कुराहरूले। त्यही हो साथीहरू। अब के भनौँ साथीहरू, अब त्यही हो साथीहरू। हेर्नुहोस् बुढो, मैले काटिरहेको छु सब्जी। अब कस्तो छ भन्नु ल, मैले राम्रोसँग तिमीले काटेको काट्न त सब्जी भन्दा त मैले काटेको चाहिँ फास्ट छ। तिम्रो एकदम सोलो छ। हेर कति सोलो छ तिम्रो, हेर कति सोलो। सकिहाल्यो एकछिन, एकैछिनमा सकेछिन। ल हेर सफाइ चाहिँ गर्छिन् होस्। सफाइ गरेदेखि केयर लाग्यो अहिले। अब कटिङ भ्याइयो, अब रोटी पकाउने तयारी होला। अब कटिङ गरेर सिक्दाएँ बुढो, अब रोटी पकाउन सुरु गर्नु पर्यो। अनि रोटी पकाउँदाखेरि अब हाम्रो दर्शकहरूलाई पनि त देखाउनु पर्यो नि त रोटी कसरी पकाउने भन्ने। भोलिको ब्लगमा चाहिँ रोटी कसरी बनाउने भन्दा पनि कस्तो रोटी बनाउँछौ भनेर चाहिँ हामीले देखाउँला। अब आज चाहिँ यही सब्जी बनाएको फर्स्ट ब्लग पनि हो, पहिलो ब्लग। अब धेरै पर्फेक्ट हुँदैन, स्लोली ग्रो हुन्छ। ठिक छ, चपिङ बोर्ड सफा गरेर लगेर राखिदेऊ तिमीले। ल ठिक छ, सफाइ गर्दैछौ। कुकमेन त मै होला लास्टमा गर होइन। तिमीले चाहिँ सफा गर्यौ, भ्यायौ तिम्रो आफ्नो काम। अब ल बुढो, मेरो काम भ्याएँ। अब म एकछिन भित्र जान्छु। रुममा आउँछु होला, यिनी रुमभित्र आउँदैछन् सायद। त्यही हो। फ्रिजमा सामानहरू के छ भनेर देखाइरहेछ। माथि चाहिँ त्यो चाहिँ पनिर हो, यो दही भयो। अब दुबईमा दही यस्तै पाउँछ। तल चाहिँ अन्डा छ, अनि त्यहाँ चाहिँ आँप छ, पानीको बोतल छ, कोक छ, तल टमाटरहरू छ। सामानहरू आज ल्याएको, घिउको बोतल छ, धनियाँ छ फ्रिजमा। हाम्रो फ्रिजमा चाहिँ त्यति सामान रहेछ, खुर्सानी रहेछ। त्यही हो, यतै सामान देखाइरहेछ।